ती 6 को 9 पाउनु भयो। पढिदिनुहोस् न कसैले चर्को गरी। आमेन। हुन्छ, धन्यवाद छ वचन पढिदिनु भएको लागि। यहाँ भन्छ भलाइ गर्ने काममा हामी नथाकौँ, किनभने यदि हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटनी गर्नेछौँ भनेर भन्छ। हामीलाई लाग्छ अब कति काम गर्ने, कति भलाइ गर्ने, कति हेल्प गर्ने, कति सपोर्ट गर्ने, जति गरे पनि त्यस्तै, है आफूले गरेको कुराहरू कसैले नि देख्दैन भन्ने हामीलाई लाग्छ। अनि हामी मान्छे भएको कारणले गर्दाखेरि हामीलाई उतिखेर रिजल्ट उतिखेर आइदियो हुन्थ्यो भन्ने हुन्छ कि होइन। जस्तै अब हामी बजारतिर गयो भने दसैँ तिहारको बेलामा के हुन्छ भन्नु त, खोडखोडी खेलाइरहेको हुन्छ नि। अनि खोडखोडी खेलाउँदै गर्दा के हुन्छ भन्नु त, 5 हाल्यो भने पऱ्यो भने डबल पर्ने के हुन्छ, 10 आउँछ नि त, हो किन भन्नु न। त्यस्तै हामीलाई नि त्यस्तै आशा लाग्छ क्या, प्रभुमा पनि हामीलाई टक्कै भइदियो हुन्थ्यो, झटक भइदियो हुन्थ्यो होइन भन्ने चाहिँ हामीलाई लाग्छ। अनि तर चाहिँ अनि त्यो लाग्छ, अनि त्यसपछि त्यो भलाइ गर्दै गर्दा हामीलाई अब त्यसको जस नपाउँदै गर्दा, त्यसको चाहिँ हामीले चाहिँ धन्यवादको श्रेय नपाउँदै गर्दा हामीलाई के हुन्छ भने हामी निराश हुन्छ। कमसेकम एटलिस्ट थ्याङ्क यू त भन्नुपर्ने भन्ने हुन्छ कि होइन। अनि यो गएको हप्तामा 2 दिनको ट्रेनिङ गएको थिएँ म पनि तालिम जान्छु बेला बेलामा। अनि 2 दिनको ट्रेनिङ गएको थिएँ। अनि जाँदै गर्दा हामी फिलिपीको किताबबाट हेर्दैथ्यौँ। अनि त्यो किताब हामीलाई 2 दिन पढाउनु भयो र त्यो 2टा भर्सलाई मात्रै, 2टा पदलाई मात्रै यति जोड दिइकन उहाँहरूले चाहिँ 2 दिन त्यो कुरामा सिकाउनु भयो, प्र्याक्टिकली गर्नलाई क्या, व्यवहारिक जीवनमा ल्याउनको लागि भनेर चाहिँ अनि सिकाउँदै हुनुहुन्थ्यो त्यहाँनिर। अनि एकदमै असल क्लास रह्यो त्यो चाहिँ। अनि हामीलाई त्यो त्यहाँनिर चाहिँ नथाक्ने कुराहरू सिकाउँदै हुनुहुन्थ्यो कि त्यहाँनिर चाहिँ हामी प्र्याक्टिस गर्नुपर्छ, वचनलाई चाहिँ प्र्याक्टिस गर्नुपर्छ भनेर चाहिँ सिकाउँदै हुनुहुन्थ्यो। जस्तै हामीले अब प्लेन अब कतिजना चढेका होला विदेश जानेहरू त है, अब हामी त विदेश गएको पनि छैन, प्लेन चढेको छैन, तर प्लेन चढ्नेहरूलाई चाहिँ महसुस होला त्यहाँनिर चाहिँ के गरेको छ भने एयर होस्टेजहरूले के कति मजाले थ्याङ्क यू होइन, कति मजाले तिनीहरूले चाहिँ सर्भ गरिरहेको हुन्छ कि उनीहरूलाई गाली गरेर तपाईँ जिस्कायो भने उनीहरूले कस्तो नम्रतामा चाहिँ उनीहरूले चाहिँ रेस्पोन्स दिइरहेको हुन्छ होइन। अनि तिनीहरूले किन त्यसरी दिन सकेको त, उनीहरूलाई गाली गर्दै गर्दा जिस्काउँदै गर्दा पनि किन त्यति नम्रतामा उनीहरूले रेस्पोन्स दिन सकेको भन्दा उनीहरूले प्र्याक्टिस गरेको कि त्यो कुरालाई एगेन एन्ड एगेन, अनि फेरि घरि उनीहरूले प्र्याक्टिस गरेको, त्यस कारण तिनीहरूले त्यो काममा चाहिँ तिनीहरू पर्फेक्ट भएको होइन। अनि अब प्र्याक्टिस मेक्स मेन बेटर भन्छ नि होइन। अब त्यो अभ्यासले हामीलाई चाहिँ एकदमै सफलतातिर डोर्याउँछ त सफल गराउँछ। र यहाँनिर गलातीको किताबले भनेअनुसार कि हामी नथाकौँ भलाइ गर्ने काममा होइन, हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटनी गर्नेछौँ अरे क्या। अहिले हामी कसैलाई भलाइ गर्दैछौँ, केही कुराको लागि भलाइ गर्दैछौँ होइन। भलाइ भन्ने शब्द चाहिँ यो आफ्नै लागि भन्ने हुँदैन होइन। यो शब्दले चाहिँ अरूलाई इङ्गित गरिरहेको हुन्छ। भलाइले चाहिँ अरूप्रति गर्ने करुणा, अरूप्रति गर्ने दया, अरूप्रति गर्ने सेवा होइन इत्यादि, यसले चाहिँ अरूप्रति गर्ने होइन, आफ्नो छिमेकीप्रति गर्ने। अनि के त सेवा अनि करुणा दयालाई जनाउँछ है। हामी अरूलाई गर्नुपर्ने कुरा हो भलाइ भने। हामी फिलिपीको किताबमा आफ्नै हित मात्रै नखोज भनेर फिलिपीको किताबले भन्छ होइन। आफ्नै हित खोज्ने हो भने तर अरूको भलाइ गर्ने, अरूको हित, अरूको राम्रो होस् भने, अरूको भलो होस् भन्ने होइन। हामीलाई प्रभुले के सिकाउँदै हुनुहुन्छ भने कि अब तिमीलाई कसैले एउटा गालामा हान्यो भने अर्को गाला थापिदेऊ भन्ने टाइपको होइन। अनि त्यसपछि 1 कोस हिँडेर जाऊ भन्यो भने हिँड्न जाऊँ भन्यो भने 2 कोस गइदेऊ भन्ने टाइपको होइन। त्यो शिक्षा चाहिँ प्रभुले हामीलाई दिनुभएको छ नि त। त्यो कुराले हामीलाई के चित्रण गर्छ भने हामी चाहिँ भलाइ गर्नु खोज्नुपर्छ अथवा अरूको निम्ति भन्ने, अरूको निम्ति होइन, अरूको निम्ति। मैले प्रायः भनिरहेको हुन्छु नि त, प्रभु यीशु ख्रीष्टले हाम्रो निम्ति जीवन दिनुभयो, ज्यान दिनुभयो। अनि हामीले ज्यान दिनु पर्दैन, तर हामी अरूको निम्ति जिइदिने हो
होइन। हामी अरूको निम्ति जिउनुपर्छ भन्नेलाई भनेर चाहिँ मैले घरिघरि भनिरहेको हुन्छु, तर हामी अरूको लागि जिउँदै गर्दाखेरि हामी थाक्छौँ। एउटा घरको बाउलाई हामी यसो हेऱ्यौँ भने उसले चाहिँ घर परिवारको लागि, आफ्नो छोराछोरीको लागि होइन, अनि सन्तानको लागि, श्रीमतीको लागि कति कुराहरू गरिरहेको हुन्छ। ऊ चाहिँ दुःख सुख सबै कुरा, कष्ट जाल जेल सबै कुरालाई सहेर आफ्नो परिवारको लागि उभिरहेको हुन्छ। तर जब चाहिँ त्यो घरको बाउ ढल्छ अथवा चाहिँ ऊ संसारबाट चाहिँ बिदा हुन्छ अथवा चाहिँ ऊ चाहिँ मर्छ भनौँ, मरिसकेपछि नि अब लर चाहिँ लर, अब विश्वासी हो भने लर चाहिँ अब बक्समा हालेर लर राख्ने चलन छ माटोमा, अनि अब अविश्वासी हो भने कतिजनाले जलाउने चलन छ, अनि कतिजनाले गाड्नु पनि हुन्छ। अनि त्यो अन्त्येष्टि कार्य गरेर आएको केही दिनसम्म अनि त्यो चोटहरू परिवारमा रहिरहेको हुन्छ। अनि त्यसपछि बिस्तारै त्यो चोटहरू निको भएर गइसकेपछि हिजो त्यो भलाइ गर्ने बाउ, हिजो चाहिँ रेखदेख गर्ने बाउ, हिजो चाहिँ सहायता गर्ने, हिजो चाहिँ खुवाउने बाउलाई बिर्सेर जान्छ परिवारले। उनीहरूलाई दैनिक जीवनमा आफ्नो वर्तमान समयको चाहिँ परिवेशले, वर्तमानको कुराकोले है मरेर गएको मान्छेलाई, छोडेर गएको मान्छेलाई उनीहरूले बिर्सेर जान्छ, बिर्सी पठाउँछ। जसले पनि, म होस् या तपाईँहरू होस् होइन, अहिले हामी सदस्यमा हामी एकअर्कामा माया छ, प्रेम छ होइन, तर भोलिको दिनमा यो संसार छोड्न साथ नि सबै कुराहरू एकछिनमा त्यो घाउ निको हुँदै गर्दाखेरि सबै मेटिएर जान्छ, सकिएर जान्छ है। अब सोलोमनले भन्छन् सबै मेहनत गर्ने, सबै परिश्रम गर्ने, सबै हावालाई खेदेको जस्तो, बतासलाई खेदेको जस्तो हो भनेर भन्छन् कि यसो सोच्यो भने त केही पनि नगरौँ, केही पनि नगरेर बसौँ जस्तो हुन्छ नि त होइन। यसो विचार गरौँ न, हामी यति गरिरहन्छौँ अनि गर्दै गर्दैन मरेर जाने त हो नि, मऱ्यो भने केही पनि लान सकिन्छ भन्ने हुन्छ नि त। यसो सोच्यो भने चाहिँ अब यत्रो टेन्सन गऱ्यो, मरेर जाँदा केही लान पाइने, के काम गर्ने, किन दुःख गर्ने, किन कष्ट गर्ने भन्ने टाइपको चाहिँ हामीलाई त्यो चाहिँ लाग्छ है। अनि यो भलाइ गर्ने कुरालाई आज हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो मण्डलीमा चाहिँ यो कुरा चाहिँ सेलाएर गएको छ क्या, एकअर्काको भलाइ गर्ने कुरा भन्दा। हामी सुसमाचार सुन्ने बेलामा रियलमा मैले त्यो अनुभव गर्न खासै अनुभूति भएन मलाई, तर चाहिँ मैले सुसमाचारहरू सुन्दै गर्दा कसैले क्रिस्चियनहरूको विषयमा बोल्दै गर्दाखेरि यसो धर्म मान्ने मान्छेहरू त खतरा हेल्पफुल हुन्छ अरे, सहयोग गर्छ अरे एकअर्काको लागि होइन, उनीहरू चाहिँ हरेक दुःख सुखमा साथ दिन्छ अरे, त्यस्तो टाइपको सुसमाचार सुनेको क्या होइन। त्यस्तो टाइपको सुसमाचार सुनेको अनि रहर लाग्थ्यो, साँच्चै क्रिस्चियनहरू कस्तो हुने रहेछ त हो, कस्तो हुने रहेछ त क्रिस्चियन भन्ने लाग्थ्यो क्या मलाई। अनि तर चाहिँ जब विश्वासी भएपछि मैले एउटा पनि विश्वासी देखेको छैन कि त्यो जस्तो सुसमाचार सुन्दाखेरि सुने नि, मैले एउटा पनि विश्वासी पनि देखेको छैन, पास्टर पनि देखेको छैन कि साँच्चै त्यो खालको जस्तो सुसमाचार सुनेको थिएँ त्यस्तै खालको अहिलेसम्म भेटाएको छैन कोही पनि। रियलमा वचनले भलाइ गर्न नथाका भन्छ। किन नभेटाएको भन्दै गर्दा नि विश्वासी भए सुरुको पहिलो प्रेममा, सुरुको सङ्गतिहरूमा, सुरुमा पास्टरप्रति पनि विश्वासीहरू आज्ञाकारी हुन्छ, पास्टरले पनि विश्वासीहरूलाई माया गरिरहेको हुन्छ, वास्ता गरिरहेको हुन्छ, फोन गरिरहेको हुन्छ, भेटिरहेको हुन्छ होइन, हरेक कुराहरू गरिरहेको छ। दिन बित्दै जान्छ अनि विश्वासीहरूमा बदलाव आउँदैन। पास्टरले गाली गरिरहेको हुन्छ, विश्वासीले देखेको पास्टरले गाली गर्छ भन्ने, अनि पास्टरले देखेको विश्वासी परिवर्तन हुँदैन भन्ने, अनि त्यो गर्दै नि यो भलाइको काम नै बिस्तारै सेलाएर जाने रहेछ क्या मण्डलीभित्र, बिस्तारै सेलाएर जाने रहेछ। तर आज गलातीको किताबले हामीलाई दोहोऱ्याएर के भन्छ भने भलाइ गर्न नथाक। हामी अन्तिम दिनमा छौँ। सुरुवाती दिनमा येशू ख्रीष्टका चेलाहरू प्रेरितहरूको शिक्षामा, सङ्गतिमा, रोटी भचाइमा, प्रार्थनामा लागिरहन्थे भनेर भनेको छ है। प्रेरित 2 अध्याय तपाईँले 42देखि 46सम्म त्यहाँ हेर्नुभयो भने त्यो कुराहरू हामी पाउँछौँ। र हामी एन्ड टाइममा, लास्ट टाइममा छौँ र हामीमा त्यो कुराहरू फेरि भलाइ चाहिँ यो उत्पन्न भइकन फेरि त्यो कुराहरू रिभाइज हुन, फेरि त्यो कुराहरू चाहिँ फेरि आउनलाई पुनर्स्थापन हुन जरुरी छ। त्यतिखेरको मानिसहरूले, त्यतिखेरको विश्वासीहरूले के गरिदिन्थ्यो भने कोही भाइलाई पैसाको खाँचो छ, कोही भाइलाई केही कुराको खाँचो छ भने आफ्नो जायजता बेचेर उनीहरूको निम्ति खाँचो टारिदिन्थे भनेर लेखेको छ। हेर्नुहोस् है, किन त्यो कुरा त्यहाँनिर भयो, किन आफ्नो सम्पत्ति बेचेर, आफ्नो जेठा बेचेर उनीहरू अर्काको सहयोग किन गर्न सके भन्दै गर्दा उनीहरूले यो भलाइ भन्ने कुरालाई चाहिँ राम्रो गहन रूपले सम्झेका थिए, गहन रूपले यो भलाइ भन्ने कुरालाई चाहिँ उनीहरूले लिएका थिए। येशू ख्रीष्टले आफ्नो जीवन दिइकन चाहिँ, क्रुसमा आफ्नो जीवन दिइकन चाहिँ हामीलाई भलाइ गर्नुभयो र हामीले हाम्रो जीवनमा भएका कुराले हामी एकअर्काको लागि भलाइ गर्नुपर्छ भन्ने कुरा उनीहरूले बुझेका थिए।
हामीले कतिपय समयमा हामीसँग भएका कुराहरूले हामीले भलाइ गर्ने गर्छौँ, तर मानिसहरूले त्यो कुरालाई अन्यथा है अरू कुरासँग तुलना गरिकन भौतिक कुरा संसारको कुरासँग जोडिकन चाहिँ त्यसलाई चाहिँ अर्थाइरहेको कुराहरू चाहिँ हामीले सुनिरहेका हुन्छौँ। तर हामीलाई त्यो कुराले फरक पर्दैन। हामीले सिकेको कुरा यही हो कि हामीले भलाइ गर्न थाक्नु हुँदैन। हामीसँग जे कुरा छ, हामीले जसरी सक्छौँ, प्रार्थनाले सक्छौँ या केही कुराले सक्छौँ, जेले सक्छौँ हामी चाहिँ भलाइ गर्नुपर्छ एकअर्काको। आमेन। हामीले त्यो कुरा सिकेका छौँ। अब थाहा छ, अस्तिको दिनमा केही दिन अगाडि म अनि एउटा ग्रुपमा म्यासेज हेरेँ। अनि म्यासेज देखेको थिएँ बुवाको लागि कुनै सेवकले प्रार्थनाको विषय राखेको। अनि म बुटोल बाबालाई हस्पिटल लिएर गएको थिएँ। अनि त्यो दिनमा म भेट्न गएँ, कता रहेछ भनेर खोज्दै गएँ। अनि गइसकेपछि त्यहाँनिर भेटघाट भयो। अनि भेटघाट भएर फेरि हिजोको दिनमा पनि म स्टिल लुम्बिनी अञ्चलमा गएको थिएँ। अनि लुम्बिनी हस्पिटललाई सिफ्ट गरिसकेपछि बिरामीलाई त्यहाँनिर भेट्दै गर्दा अनि त्यो बिरामीको छोराले के भन्दै हुन्थ्यो भने मलाई, तपाईँ आउँदै गर्दा स्वर्गदूत आए जस्तो भयो, तपाईँलाई स्वर्गदूत जस्तै गरी प्रभुले पठाउनु भयो भनेर चाहिँ भन्दै हुन्थ्यो क्या। म स्वर्गदूत त होइन, तर चाहिँ मैले के त कसैलाई हेल्प गर्दै गर्दा, कसैलाई भेट्दै गर्दा, कसैलाई हस्पिटलमा भेट्न जाँदै गर्दा है त्यो कुराले चाहिँ कसैको लागि त्यो भलाइ भइरहेको छ, भलाइको काम भइरहेको छ भन्ने कुरा मैले महसुस गर्दै थिएँ कि मलाई के लाग्दै थियो भने नि होइन, अबदेखि म कसैलाई भेट्दैन, जेसुकै होस् अब भेट्दैन, जाँदिनँ भन्ने टाइपको मनमा आइरहेको थियो। अब त नगर्ने होस्, अब जेसुकै होस् है, अब समय भयो भने अब कहिलेकाहीँ अब आफ्नो विश्वासीहरू भयो भने भेट्ने, तर अब टाढा हुँदो अब कताको अब नेपालभरि नै संसारभरि नै विश्वासी छ होइन। अब कतिजनालाई भेटेर साध्य हुन्छ, कोही दाई हुन्छ, कोही दिदी पर्छ, कोही आन्टी पर्छ, कोही फुपू पर्छ होइन। अब वचनले भन्छ विश्वास गर्ने सबै दाजुभाइ दिदीबहिनी भन्छ। अब यसलाई विश्वास गर्ने संसारभरिकै दाजुभाइ दिदीबहिनी कतिजनालाई हिँड्नु भेट्नला होइन। म आफ्नो फ्यामिली टाइम पनि हुन्छ, के हुन्छ कसो हुन्छ भन्ने अब थुप्रो प्रश्नहरू थियो। तर जसरी त्यो व्यक्तिले मलाई त्यो कुरा भन्नुभयो नि, अनि मलाई यो वचन चाहिँ मनमा लाग्यो क्या कि भलाइ गर्न नथाक भन्ने कुरा क्या। अनि भलाइ गर्न थाकेनौँ भने एक दिन हामीले नि ठिक समयमा असल होइन कटनी गर्छौँ अरे क्या। हामी ठिक समयमा हामी कटनी गर्नेछौँ अरे क्या होइन। एकजना पास्टर दिदीले भन्दै हुनुहुन्थ्यो, जोनाथन भाइ हेर, सम्बन्धले सम्पत्ति कमाउँछ भन्दै हुनुहुन्थ्यो क्या। अनि सोचेँ के भनेको होला भनिकन। अनि त्यो दिदी गाडीमा बस्दै गर्दा अनि जाँदै गर्दा भन्नुभयो मलाई, हेर भाइ, म फलाना ठाउँमा आएको थिएँ, अब तेरो घर आएँ, आज तैँले खानासाना खुलाइस् सबलाई, मेरो पाहुनालाई पनि तैँले खाना खुलाइस्। अब यो खाना मैले बाहिर खुलाएको भए मैले पैसा तिर्नु पर्थ्यो, तैँले खाना खुलाएको कारणले गर्दा मेरो पैसा बच्यो नि भाइ, तँसँग सम्बन्ध भएको कारणले मेरो सम्पत्ति बच्यो भन्दै हुनुहुन्थ्यो क्या। कुनै बेला मैले भलाइ गरेको छु भने नि अनि त्यो मलाई के त ठिक समयमा कटनी गर्नेछु भन्ने छ क्या। मैले कसैलाई एक साग खाना बोलाउँदैछु, त्यो दिदीले मलाई त्यो अर्थ लगाउनु भयो क्या होइन। कुनै बेला म त्यो दिदीको ठाउँमा म जान्छु होला होइन, त्यहाँ जाँदै गर्दा त्यो दिदीले के भन्नु थाल्छ, यो बाटो हिँड्छस् एकचोटि मलाई फोन गर्दैनस्, कमसेकम नास्ता खाएर जान्थिस्, चिया कफी खाएर जान्थिस्। अनि त्यसरी भन्नुहुन्छ क्या उहाँले कि होइन। अहिले बाहिर हेऱ्यो भने कति महँगाइ छ। अनि हामी सानो कफी खाजा खान गयो भने नि हामीलाई 200-250 रुपियाँ त गइहाल्छौँ होइन। पानीपुरी खायो भने नि 50 रुपियाँ जान्छ हामीलाई बाटोमा। तर चाहिँ हामी भलाइ गर्न नथाक्दै गर्दा, विश्वासीहरू एक अर्कालाई चाहिँ हामी सेवा दिँदै गर्दा, एक अर्कामा सेवा लिने दिने गर्दै गर्दा त्यो कुराले हामीलाई कतै न कतै हामीले कटनी गर्ने मौका पाउँछौँ क्या। आज तपाईँ बुटोलमा हुनुहुन्छ, तर तपाईँले परासीको कोही मान्छेलाई तपाईँले सहायता गर्नुभयो भने भोलि परासीमा तपाईँलाई अप्ठ्यारो पर्दै गर्दा परासीको मान्छेले तपाईँलाई सहायता गर्छ कि हेर्नुहोस् है। परासीको मान्छेले सहायता गर्छ। तपाईँ काठमाडौँको मान्छेलाई बुटोलमा तपाईँ हुँदै गर्दा सहायता गर्नुभयो भने भोलि काठमाडौँको मान्छेले तपाईँ काठमाडौँ पुग्दै गर्दा तपाईँलाई यदि काठमाडौँ अप्ठ्यारो पर्यो र समय अनुकूल भयो भने त्यो व्यक्तिले तपाईँलाई काठमाडौँमा सहायता गर्छ। कतिजना त फाइदा उठाउनेहरू हुन्छन्, अब तिनीहरूको केसमा चाहिँ हामी केही पनि भन्न सक्दैनौँ। तर प्रभुको छोराछोरी, अहिले म चर्चभित्रको कुरा गर्दैछु, विश्वासीहरूको विषयमा कुरा गर्दैछु है। अनि हामी विश्वासीहरूले यो कुरा गर्दै गर्दा हामीले कटनी गर्ने मौका कहीँ न कहीँ त पाउँछौँ है, कहीँ न कहीँ कटनी गर्ने मौका पाउँछौँ। बाइबलमा
पहिलो समुएल 20 अध्यायलाई अनि हामीले 20 अध्यायमा हेऱ्यौँ भने यहाँ दाउद जोनाथनको मित्रता भनेर भनेको छ क्या। दाउद र जोनाथनको मित्रता भन्ने कुरालाई पाउँछौँ। अनि अब दाउद तपाईँहरूलाई थाहै छ परमेश्वरको हृदयको मान्छे, अनि जोनाथन चाहिँ राजा साउलको छोरो हो। अनि उनले एउटा तरबारले युद्ध जितेका थिए, अनि उनी परमेश्वरको आवाज सुन्ने मान्छे पनि थिए। जोनाथन एकदमै परमेश्वरको नक्साहरूलाई बुझ्ने मान्छे थिए। अनि यहाँनिर हेर्दै गर्दाखेरि 20 अध्यायलाई हामीले हेऱ्यौँ भने यहाँनिर 19को 22-23मा हामी हेऱ्यौँ भने अनि त्यहाँनिर चाहिँ राजा साउलले दाउदलाई खेदिरहेको कुराहरू छ। 19 पद तपाईँले पढ्नुभयो भने दाउदसँग चाहिँ राजा साउल ईर्ष्या गरेर अथवा चाहिँ उसलाई डाहा गरेर उसले मिनिस्ट्री गर्दै गर्दा उसको कामहरूमा विश्वासीहरूले अथवा त्यति बेलाको प्रजाहरूले इजरायली मानिसहरूले प्रशंसा गरेको कारणले ओहो दाउदले राम्रो काम गर्दैछ, अथवा चाहिँ लाखलाई मारे, हजारौँलाई मारे होइन, हजारलाई मारे साउलले, हजारौँलाई चाहिँ दाउदले मारे भन्दै गर्दाखेरि त्यहाँ त्यो कुराले रिस गरिकन चाहिँ होइन दाउदले मेरो राज्य खतम पार्ने भयो भन्ने किसिमले चाहिँ उसले चाहिँ दाउदलाई मार्न खोजेको कुराहरू छ। र जोनाथन र दाउदको विषयमा अस्ति पनि हामी हेर्दै थियौँ। जोनाथनले आफ्नो पेटी होइन आफ्नो चाहिँ पटुकाहरू समेत चाहिँ तरबाल चाहिँ अनि दाउदलाई दिएको कुरा, मित्रताको कुरालाई हामीले गएको शनिबार पनि हामीले चाल पाउँदै थियौँ। म अहिले तपाईँहरूलाई अझै त्यसमा चाहिँ थप्न चाहन्छु। यहाँनिर हामी 20को 12 र 13मा हामीले हेऱ्यौँ भने यहाँनिर यसरी लेखिएको छ, जोनाथनले दाउदलाई भने, दाउद प्रभु इजरायलका परमेश्वरको दृष्टिमा म यो प्रतिज्ञा गर्दछु कि पर्सि यही बेला म मेरो बुवाको मन छाम्नेछु। यदि उहाँको मन तपाईँप्रति राम्रै रहेछ भने म तपाईँलाई थाहा दिन्न, र तर यदि मेरा बुबाले खराबी नै सोच्नु भएको रहेछ भने मैले तपाईँलाई थाहा दिनँ र तपाईँलाई कुशलसित भगाइन भने परमप्रभुले मलाई त्यसभन्दा बढी गरून्। परमप्रभु मेरा बुवासँग हुनुभए चाहिँ तपाईँसँग पनि हुन् भनेर भन्छ। यहाँनिर गएर दाउदले जोनाथनलाई भन्छ रामाबाट फर्केर आएर कि तपाईँको बाबाले मलाई मार्न खोज्नु भएको छ भन्दै गर्दाखेरि पहिला जोनाथनले पत्याउँदैन यो कुरा होइन। अनि त्यसपछि उनीहरूले कुरा गर्दै गर्दा ठिक छ त्यसो भने म मेरो बुवाको मन छाम्छु, अनि मेरो बुवाको मन छाम्छु, साँच्चै तपाईँलाई मार्ने नै अभिप्राय रहेछ भने म तपाईँलाई बताइहाल्छु नि किन पिर गर्नुभएको छ भनेर उसले चाहिँ काउन्सिल गर्दैछ, सान्त्वना दिँदैछ है त दाउदलाई। अनि अब 21 र 22 पदलाई हामीले हेऱ्यौँ भने उनीहरूले चाहिँ त्यहाँ चिन्हहरूको विषयमा चाहिँ छ है, काँड यता हान उता हान होइन, यता हान ओल्लो छेउ हान पल्लो छेउ हान, पल्लो छेउ छै ओल्लो छेउ छै भन्दै गर्दाखेरि उनीहरूले त्यहाँ प्लान गरिरहेको छ कसरी थाहा पाउने त होइन, साउलले कसरी मार्न खोज्दैछ अथवा कसरी हामी भेट्ने त। त्यतिखेर त अब साउलले देख्न साथ मार्ने भन्ने प्लान छ, दाउद चाहिँ लुकिरहेको छ है। अनि 21 र 22मा हामीले त्यो कुराहरू पाउँछौँ। त्यहाँनिर यसरी लेखेको छ 21 र 22, तब म मेरो केटालाई ती काँडहरू खोज्न पठाउने छु, यदि मैले त्यसलाई हेर काँडहरूतिर यतापट्टि छन् र ती टिपेर ले भने आफूलाई लुक्नु भएको ठाउँदेखि निस्केर आउन सक्नुहुन्छ। म शपथ खाएर भन्दछु तपाईँ कुशल रहनुहुनेछ, किनभने तपाईँलाई कुनै हानि हुने छैन। तर यदि मैले त्यस केटालाई हेर काँडहरूतिर पल्लोपट्टि छन् भने परमप्रभुले तपाईँलाई जानु नै भन्नुभएको रहेछ भनेर भन्छ होइन। 23 पदमा हामी दुईका बिचमा गरिएको वाचा बन्धन सदा सर्वदै कायम रहन् भन्ने कुरामा परमप्रभु साक्षी हुनुहुनेछ भनेर भन्छ है त। यहाँनिर अब के त ओल्लो छेउ छ है भन्दा तेरो ओल्लो छेउ भन्दै गर्दा यतापट्टि भन्दै गर्दा के त तपाईँ चाहिँ मर्नुहुन्न, दाउदले मेरो बाले तपाईँलाई मार्दैनन् भन्ने कुरा बुझ्नु होला। यदि पल्लो छेउ छ अथवा उतापट्टि छ भनेर चाहिँ मैले भने तपाईँको ज्यान जोखिममा छ, तपाईँ चाहिँ यहाँदेखि जानुपर्छ भन्ने कुरा बुझ्नुहोस् है भनेर उनीहरूले प्लान गर्छ क्या होइन। त्यो प्लान गरिसकेर जाँदै गर्दा साँच्चै नै यहाँनिर चाहिँ 29 पदमा हामीले हेऱ्यौँ भने यहाँनिर 28बाट म पढिदिन्छु, बुझ्न सजिलो हुन्छ। जोनाथनले साउललाई भने दाउदले बेथलेहेम जानलाई मसित यसो भनेर अनुमति मागेका थिए, हाम्रो परिवारले सहरमा बलिदान चढाइरहेको छ,
र मेरो दाजुले आफैले मलाई त्यहाँ आउनलाई आज्ञा गरेका छन्। यसैले तपाईँको दृष्टिमा मैले निगाह पाएको छु भने मेरा दाजुहरूलाई भेट्न मलाई बिदा दिनुहोस्। यसै कारण तिनी राजासित खानलाई आउन सकेनन्। तब साउलले जोनाथनसित झोकेर भने, त बदमास र बाघी स्त्रीको छोरो, मलाई थाहा छ कि तैँले इसैको छोरोको पक्ष लिएको छस्। यसैले आफूमाथि र तँलाई जन्माएकी तेरी आमामाथि अनादर गरेको छस्। इसैको छोरो पृथ्वीमा बाँचुन्जेल न त तेरो राज्य सुरक्षित रहनेछ। यसै कारण झट्टै बोलाएर यहाँ लेख, किनभने त्यो मारिनै पर्छ भनेर भन्छ। अनि 32 मा जोनाथनले आफ्ना पितालाई उत्तरमा भने, तिनी मारिने योग्यका छन् र तिनले के गरेका छन्? तर यस कुराले गर्दा साउलले आफ्नो भाला उठाएर उनलाई प्रहार गरे। तब आफ्ना बुवाले दाउदलाई मार्न खोजेका रहेछन् भने जोनाथनलाई पक्का भयो। हेर्नुहोस् है, अब के रहेछ त यहाँनिर, अब उनीहरू चाहिँ खाना बस्नु पर्ने है। अनि खाना बस्दै गर्दाखेरि राजाको भोजमा चाहिँ अनि खाना बस्नुपर्ने चाडको बेलामा। अनि जोनाथन छैन आफ्नो कुर्सीमा होइन। अब दाउदले त दाउदलाई मार्ने दाउद छैन होइन। अनि साउलले चाहिँ दाउदलाई मार्ने निर्णय गरेको छ, है। अनि अब उनीहरूले मन छान्ने भनेका छन् साउलको दाउदप्रतिको कस्तो छ त होइन, उसको चाहिँ इन्टेन्सन के छ भनेर चाहिँ बुझ्नु परेको छ जोनाथनलाई। अनि पहिलो दिन केही नै भनेनन् साउलले। दोस्रो दिनमा कहाँ गयो जोनाथन, किन आएन भन्दै गर्दा दाउद कहाँ गयो भन्दै गर्दा जोनाथनले के भनेको छन् भने, उनको दाजुले चाहिँ उनलाई बोलाएर अनि उनी चाहिँ इमर्जेन्सी बिदा मागेर गए भन्दै गर्दा अनि जोनाथनलाई चाहिँ साउल राजाले चाहिँ गाली गरेको छ। त बदमास बाघी स्त्रीको छोरो भनेर चाहिँ तैँले चाहिँ दाउदको पक्ष लिएछस्, त दाउदसँग मिलेको छस् भन्ने कुरा मलाई थाहा छ भनेर भाला प्रहार गरेको छ कि त्यो मारिनै पर्छ भनेर भनेको छ। अनि किन मार्ने योग्य के छ र भन्दै गर्दा नि अनि उसलाई भाला हानेको कुराहरू हामी पाउँछौँ। अनि त्यो भाला हानिसकेपछि उसलाई थाहा हुन्छ कि पक्कै मेरो बाउले चाहिँ दाउदलाई मार्ने रहेछ भनेर। हेर्नुहोस् है, अनि यति भइसकेपछि 41 र 42 मा त्यो ठिटा गइसकेपछि दाउद ढुङ्गाको दक्षिणतिरबाट निस्केर नम्रतापूर्वक 3 पल्ट निहुरेर ढोकरे। अनि तिनीहरू एकले अर्कालाई चुम्बन गरेर दुवै रोए। अनि दाउदको अफसोस जोनाथनको भन्दा ज्यादा भयो। तब जोनाथनले दाउदलाई भने, शान्ति साथ जानुहोस्। तपाईँ र म, तपाईँका सन्तान र मेरा सन्तानका बिचमा सदा सर्वदा साक्षी हुनुहुने प्रभुको नाउँमा हामी एउटाले अर्कोसित बाचा बन्धन बाँधेका छौँ। तब दाउद तुरुन्तै गइहालेर जोनाथन चाहिँ सहरमा फर्के। आमेन। यहाँनिर साँच्चै दाउदलाई मार्ने जो रहेछ भन्ने कुरा थाहा भइसकेपछि उनीहरू चाहिँ जोनाथनले चाहिँ दाउदलाई खबर दिन्छन्। यो कुरा खबर दिइसकेपछि उनीहरू एकअर्कालाई अँगालो हालेर बेसुरी रोएको कुराहरू हामी यहाँनिर पायौँ 41 पदमा। र अनि दाउदको अफसोस जोनाथनको भन्दा ज्यादा भयो होइन। अनि दाउदले त्यो राज्यको लागि, इजरायलको लागि हिजो साउलको सेनाहरू सबै त्यो रणभूमिमा त्यत्तिकै बस्दै गर्दा गोलियतले होइन कति ईर्ष्या गर्दै थियो। तिमीहरूको कोही छ भने आइज, तेरो परमेश्वरले के गर्छ भन्दै परमेश्वरलाई अनि श्राप दिँदै थियो। त्यो बेलामा दाउद ठिकै हुने बेलामा पनि साउलको पक्षमा, इजरायलको पक्षमा भएर प्रभुको नाउँ कोही जीवित छ जसप्रति परमेश्वरको दया म देखाउन सक्छु। सिबाले भन्यो, हजुर जोनाथनका एकजना छोरो जीवित छन्, उनी दुवै खुट्टाका लङ्गडा छन्। राजाले सोधे, उनी कहाँ छन्? अनि सिबाले जवाब दियो, उनी लोदेबारमा अम्मिएलका छोरा माकिरको घरमा छन्। तब राजाले मानिसहरू पठाएर लोदेबारदेखि अम्मिएलका छोराको माकिरको घरबाट उनलाई झिकाए। तब जोनाथनका छोरा साउलका नाति मफीबोसेत दाउद कहाँ हाजिर भए। तब उनले घोप्टो परेर राजालाई दण्डवत गरे। दाउदले उनलाई भने, मफीबोसेत। उनले जवाब दिए, हजुर म तपाईँको दास। दाउदले भने, नडराऊ, म तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे साउलको सबै जग्गा जमिन फर्काइदिनेछु। तिमी
मेरा टेबिलमा बसेर मसँगै खानेछौ। मफिबोसेतले घोप्टो परेर दण्डवत गरेर भने, म को हुँ र हजुरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ। तब दाउदले साउलको नोकर सिबालाई आफू कहाँ बोलाउने हुकुम गरेर त्यसलाई भने, म तेरा मालिकका नातिलाई साउल र उनको घरानाको सबै सम्पत्ति दिँदैछु। तैँले तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्गा जमिनमा खेतीपाती गरेर त्यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मफिबोसेत तेरा मालिकका नातिले मेरो टेबलमा बसेर खानेछन्। सिबाका 15 छोरा र 20 चाकरहरू थिए। तब सिबाले राजालाई भन्यो, हजुरले हुकुम गर्नुभयो बमोजिम म सबै गर्नेछु। यसैले राजाका छोराहरूमध्ये एकजना भएझै मफिबोसेतले दाउदको टेबलमा खान बसे। आमेन। अब अगाडिपट्टि हामी के हेरेका थियौँ? दाउदलाई जोनाथनले हेल्प गरेका थियो। अझै उजाड स्थानमा जोनाथनले दाउदलाई भेट्न गए अनि दाउदलाई उनले त्यो भाग्दै गर्दा उजाड स्थानमा उनले चाहिँ सान्त्वना दिएका छन्, तिमीसँग परमेश्वर हुनुहुन्छ, एक दिन तिमी राजा हुनेछौ, मेरो बाउको ठाउँमा तिमी राजा हुनेछौ, म चाहिँ दोस्रो दर्जामा हुनेछु भनेर भनेको कुराहरू छ। त्यतिखेर चाहिँ तिमी जब राजा हुन्छौ तिमीले चाहिँ हाम्रो सम्बन्धको खातिर, हाम्रो मित्रता खातिर हामीलाई चाहिँ हामी नगर्नु, मेरो सन्तानहरूलाई बचाउनु भनेर चाहिँ उनीहरूले बाचा बाँधेका हुन्छन्। अनि त्यो मित्रताको खातिर जब दाउद राजा भए नि, राजा भइसकेपछि त्यो स्थानमा पुगे अनि स्थानमा पुगिसकेपछि उनले आफ्नो मित्रतालाई सम्झेका छन्। जोनाथनले आफूप्रति गरेको भलाइलाई चाहिँ सम्झेका छन्, होइन? यहाँनिर मिठो कुरा लेखेको छ 9:7 पदमा, दोस्रो समुएल, नडराऊ, म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु रे। कसको खातिर? म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे साउलका सबै जग्गा जमिन फर्काइदिनेछु। तिमी मेरो टेबलमा बसेर मसँगै खानेछौ। आमेन। क्या मजाको कुरा। यो मफिबोसेत भन्ने मान्छे डुँडो छ क्या, हिँड्न पनि सक्दैन। ऊ लडाइँमा उसको धाइआमाले लिएर भाग्दै गर्दा उसको खुट्टा डुँडो भएको। अनि यो डुँडो हुँदै गर्दाखेरि नि अनि ऊ चाहिँ अन्त कतै, होइन, लोदेबार भन्ने ठाउँमा अनि बसिरहेको अवस्थामा अनि उसलाई चाहिँ दाउदले झिकाउँछन्। सोधखोज गरिकन कोही जिउँदो छ कि नै भनेर सोध्छन्। एउटा जोनाथनको छोरा छ, ऊ चाहिँ लङ्गडा छ, ऊ चाहिँ यो फलानु ठाउँमा छ भन्दै गर्दा उनले झिकाउँछन्। अनि त्यति बेला अब दाउदले त पहिला खेदो गरेको, दाउदलाई त खेदो गरेको साउलले। अनि मफिबोसेत चाहिँ डराइरहेको हुन्छ, मलाई मार्नको लागि मलाई झिकाउँदैछन् कि भनेर क्या। तर दाउदले मजाले भनेका छन्, नडराऊ, किनभने तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई के गर्दैछु त? दया देखाउन चाहन्छु। कस्तो मजाको कुरा हो त। आज हामीले बाउआमा हामीले नि अहिले हामी कसैलाई भलाइ गर्दैछौँ भने नि ठिक समयमा त्यसको कटनी गर्नेछौँ। अघि मैले पढेर सुनाएँ नि, गलाती 6:9। हामी भलाइ गर्न थाक्यौँ भने दाउद त्यतिखेर थाकेको भए, जोनाथन त्यतिखेर थाकेको भए, बाउले भाला हान्दै गर्दाखेरि मार्छु छ भनेर भाला हानेको नि जोनाथनलाई, तर उसले छक्काएर भागेर पो आफ्नो मित्रताको खातिर भलाइ गर्ने काममा, दाउदको भलाइ गर्नको लागि, दाउदलाई बचाउनको लागि, दाउद चाहिँ ठिक थियो, दाउद चाहिँ सत्य थियो, दाउद चाहिँ गलत थिएन। त्यस कारणले दाउदको भलाइ गर्नलाई नि उसले चाहिँ आफ्नो बाउबाट भाला खान पनि ऊ चाहिँ पछि परेन क्या, भलाइ गर्ने काममा। हेर्नुहोस् है, तपाईँ र मैले भलाइ गर्दै गर्दा भाला आउँछ। मान्छेले अनर्थ कुराहरू लाउँछ। अब थाहा छ कतिचोटि मलाई यहाँनिर आरोप गरेको थियो, पैसाले सेवाकाई गर्छ भने। आजभन्दा 2 वर्ष अगाडि कोही पाहुना आएको थियो यहाँनिर कतैबाट, अनि उसलाई फोन गरेर त्यो जोनाथन डेभिडसँग कसरी भेट भयो तिमीहरूको, त्यसले त पैसाले सेवाकाई गर्छ भने त्यसरी आरोप पनि लगाए। तर हामी भलाइ गर्ने कुरामा हामी थाकेका छैनौँ। हामीले यो कुरा बुझेका छौँ, कलसी 1:15, 16, 17मा के भनेको छ भने
सबै कुरा उहाँद्वारा र उहाँको निम्ति सिर्जिएका हुन् भनेको छ। सारा हृदयले, सारा शक्तिले, सारा बलैले प्रभुलाई प्रेम गर्ने कुरा त हामी सबै कुराले गर्नु पर्यो नि त। हाम्रो पैसाले नै प्रभुको महिमा हुनुपर्छ, हाम्रो बलले नै प्रभुको महिमा हुनुपर्छ, हाम्रो हृदयले नै प्रभुको महिमा हुनुपर्छ क्या। हालेलुया। त्यस कारण तपाईँ भलाइ गर्ने, तपाईँ कतिजना हुनुहुन्छ, तपाईँ भलाइ गर्नुहुन्छ, एकदमै तपाईँलाई हेल्प गर्नु मनपर्छ, अरूलाई सघाउनु मनपर्छ, विश्वासीहरूलाई भेट्नु मनपर्छ, प्रार्थना गरिदिनु मनपर्छ होइन। कतिजना तपाईँलाई काउन्सिल गर्नु मनपर्छ, एकअर्कालाई उत्साह दिनु मनपर्छ। नरोकिनुहोस्, पास्टरले के भन्ला, एल्डरले के भन्ला, फलानु दाइले के भन्ला, म पुरानो अथवा चाहिँ म नयाँ, म पढ्न जान्दिनँ, मलाई फेरि के केही फरक पर्दैन। कसैले के भन्नेवाला छैन। हाम्रो काम नि प्रभुको खातामा जम्मा हुन्छ। आमेन। प्रभुको हिसाबमा जम्मा हुने काम हो नि त भलाइ गर्ने काम भनेको। मान्छेले त देख्दैन, मान्छेले त देख्दैन भलाइ गरेको। मान्छेलाई त तपाईँले 100 चोटि भलाइ गर्नुहोस्, एकचोटि तपाईँले उसलाई केही गर्न सक्नु भएन भने त्यो 100वटा भलाइ देख्दैन मान्छेले। तर चाहिँ हामीले गर्दै गरेको भलाइ चाहिँ प्रभुले देख्नुहुन्छ र हामीलाई ठिक समयमा कटनी गर्न दिनुहुनेछ। आमेन। हेर्नुहोस् है, त्यस कारण म आज तपाईँहरूलाई यो कुरा चाहिँ उत्साह दिन चाहन्छु कि हामी भलाइ गर्ने काममा चाहिँ नथाकौँ। हालेलुया। भलाइ गर्ने काममा चाहिँ हामी नथाकौँ। हाम्रो जस्तो वरदान छ, हामी गाउने वरदान भएकाहरू छौँ, हामी गाउँदै गरौँ। तपाईँले गाउँदै गर्दा विश्वासीहरूको भलाइ भइरहेको हुन्छ, मानिसहरूको भलाइ भइरहेको हुन्छ। हालेलुया। तपाईँहरू दिनुहुन्छ, दिँदै गर्नुहोस्, नथाक्नुहोस्। तपाईँ ठिक समयमा कटनी गर्नुहुन्छ। तपाईँहरू कसैले उत्साह दिने काम छ, तपाईँ उत्साह दिन सक्नुहुन्छ, विश्वासीहरूलाई सम्झाउन सक्नुहुन्छ, उनीहरूको दुःख पीडामा होइन, चिन्तामा तपाईँले उनीहरूलाई काउन्सिल गरेर प्रार्थना गरिदिएर होइन त्यो गर्न सक्नुहुन्छ। तपाईँ वरदान छ तपाईँमा, तपाईँ त्यो काममा लागिरहनुहोस्। कतिजना मार्था जस्तै तपाईँहरू सेवाकाईमा सेवा गरिरहनुहुन्छ, त्यो काममा तपाईँ लागिरहनुहोस्। हालेलुया। मैले अस्ति एउटा वचन हेर्दै थिएँ गएको शनिबारमा, म सायद यहाँ भने कि नै थाहा भएन, त्यो घटनालाई मैले बताउन मन पर्यो। अमेरिकाको कस्तो नाम बिर्सेँ मैले, एकजना प्रभुको जन, अनि उहाँले चाहिँ त्यो गवाई स्मिथ समथिङ के भन्ने, अनि उहाँले चाहिँ प्रचार गर्दै गर्दा एउटा गवाई भन्नुभयो। अनि त्यो गवाई के भने, एउटा घरमा श्रीमती मात्रै रहेछ, अनि उनीहरूको सानो घर, त्यति राम्रो नै, अनि उनीहरूको कार्पेटहरू राम्रो नै होइन, अनि कार्पेटहरू राम्रो नै, अनि कार्पेटहरू राम्रो नै, अनि उनीहरूले $200 राखेको रहेछ कार्पेट किन्नको लागि। अब राम्रो कार्पेट किनेर लगाउनु पर्छ भनेर होइन। अनि त्यति बेलै अनि उसको मण्डलीको अनि पास्टर आउनु भएछ। अनि पास्टर आएर अनि हामीले यस्तो यस्तो काम गर्न आँटेको, हामीलाई $200 पनि पुगेको छैन भनेर। अनि श्रीमती भित्र जानुभएछ, अनि प्रार्थना गरेर आउनुभयो। अनि बाहिर आइसकेपछि अनि श्रीमतीले एक अर्कालाई हेराहेर गर्छ, अनि उनीहरू सल्लाह गरेर त्यो $200 चाहिँ अनि पास्टरलाई दिएर पठायो अरे क्या। पास्टरलाई दिएर पठाएछ। अनि पास्टरले धन्यवाद, हामीलाई $200 मात्रै पुगेको थिएन, तपाईँले दिनुभयो, अब हामी यो काम गर्न सक्छौँ भनेर फर्किएछ धन्यवाद दिएर। अब उनीहरूले त अब घरको लागि कार्पेट किन्नको लागि राखेको। अनि त्यसपछि लगतै उनीहरू चाहिँ कुनै सेवामा जानुपर्ने, है। अनि सेवामा जाँदै गर्दाखेरि त्यहाँनिर चाहिँ अर्कै स्टेटको मान्छे आयो अरे। त्यो श्रीमतीलाई भेट्यो अरे। भेटेर भन्दै रहे क्या, तपाईँहरूको विषयमा मलाई प्रभुले देखाउनु भएको छ भनेर। कहिले नभेटेको मान्छे, तपाईँहरूको विषयमा प्रभुले मलाई देखाउनु भएको छ भनेर चाहिँ भने रे। अनि भनिसकेपछि अनि के कुरा रहेछ भन्दै गर्दा स्वर्गमा यति दामी तिनीहरूको घर, अनि त्यसपछि
त्यो घरमा नि उनीहरूको लागि बनेको घरमा प्रभु यो घर कसको भन्दै गर्दाखेरि फलानो मान्छे यो कन्फरेन्समा आउँदैछ, यो सेवामा आउँदैछ, तिमीहरूले त्यसलाई चाहिँ यो कुरा बताइदिनु भनेर प्रभुले मलाई भनेको कारण म तिमीहरूलाई भन्दैछु भनेर उसले भन्दैछ। यस्तो खालको कार्पेट कि त्यो घरमा यस्तो खालको कार्पेट कि संसारमै त्यति राम्रो कार्पेट नदेखेको अरे क्या उसले है, संसारमै नदेखे यति दामी कार्पेट। अनि त्यो व्यक्तिहरू जसै त्यो मान्छेले त्यो कुरा बताउँदै थियो अनि यति साह्रो हुँदै थियो उनीहरू प्रभुप्रति धन्यवादी हुँदै थियो क्या। अनि यो गए सुन्दै गर्दा एकदमै मजा लाग्दै थियो मलाई। कहिलेकाहीँ आफूलाई पैसा अभाव हुँदै गर्दा अनि भावनामा आएर दयामा आएर होइन, अनि अगुवाईमा कति समयमा प्रभु अगुवाईमा हामी अरूलाई दिने गर्छौँ। दिइसकेपछि आफू अभावमा पर्दै गर्दाखेरि अनि ओहो यसरी हामी सहयोग गऱ्यौँ, उनीहरूले हाम्रो गरेको भलाइ देखेन, तर त्यो चाहिँ हाम्रो यो कुरामा हाम्रो आफ्नो पर्सनल युजमा लगाएको भए त यो यस्तो हुन्थ्यो होला भन्ने टाइपको कुराहरू प्रश्नहरू मनमा आउँथ्यो क्या मेरो। जब यो कुराहरू त्यो गवाई मैले सुन्दै थिएँ नि, संसारमा उसले चाहिँ $200 चाहिँ होइन $200 चाहिँ उसले चाहिँ इन्भेस्ट गर्यो प्रभुको राज्यको लागि भनेर दियो। स्वर्गमा चाहिँ त्यो हिसाब चाहिँ स्वर्गमा चाहिँ प्रभुले उनीहरूको निम्ति घर चाहिँ तयार गर्दै हुनुहुन्थ्यो क्या। आमेन। संसारमा भलाइ गर्दै गर्दा संसारमा तपाईँ र म कमै होला, संसारमा तपाईँ र मैले चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ दुःख कष्ट पाउँदै होला होइन, तर चाहिँ हामीले गर्दै गरेको भलाइले प्रभुको राज्यमा हामीलाई चाहिँ त्यहाँनिर चाहिँ असल स्थान प्रभुले हाम्रो निम्ति तयार गर्नुहुन्छ। असल वातावरण, असल बस्ने ठाउँहरू प्रभुले हाम्रो निम्ति चाहिँ तयार गर्नुहुन्छ। हालेलुया। मलाई यो कथा यो घटना जब मैले परमेश्वरको जनबाट गवाई सुन्दै थिएँ गएको शनिबारको दिनमा, मलाई मनमा यो कुरा आउँदै थियो हाम्रो अहिले बुटोलमा अनि सुकुम्बासी र व्यवस्थित बस्ती हटाउने भनेर जुन रनको चलिरहेको थियो, अनि यो कुराले एकदमै गाह्रो भइरहेको थियो। अनि जब यो गवाईहरू म सुन्दै थिएँ अनि मलाई मनमा चाहिँ यस्तो बलियोपन प्रभुले दिनुहुँदै थियो। भलै हामी संसारमा हाम्रो घरहरू नहोला, भोलि हामीलाई उठाउला, तर चाहिँ हामी भलाइ गर्ने काममा नथाकौँ। एक दिन प्रभुको राज्यमा प्रभुले यहाँको भन्दा सुन्दर घरहरू तपाईँ र मेरो निम्ति तयार गर्नुहुन्छ। सुन्दर घर, साँच्चै रियल घटना हो। जुन मैले कार्पेटको घटना भने नि रियल घटना हो। मैले त्यो नाम चाहिँ मैले अहिले बिर्सेर मात्रै है। यति मजाको कुरा, यति मजाको कुरा। आज दाउद र जोनाथनको जीवनलाई तपाईँ र मैले हेर्दै गर्दा जोनाथनले दाउदलाई राजाको छोरा राजकुमार भए तापनि दाउद एउटा सेनापति मात्रै हो, उसलाई चाहिँ भलाइ गर्यो, उसलाई सपोर्ट गर्यो, उसलाई हेल्प गर्यो, उसको ज्यान जोगाइदियो। आज जोनाथन मरेर गयो, त्यो लङ्गडा छोरा होइन, मान्छे अलिकति कमजोरलाई कसले यो संसारमा कसले चाहिँ ठिक गर्छ भन्नु त, ठिक मान्छ भन्नु त, ठिक मान्दैन नि। बल हुँदै गर्दा, धन सम्पत्ति हुँदै गर्दा, गोजीमा टक्क पैसा हुँदै गर्दा मात्रै हो नि त संसारले हेर्दै भनेको। असहाय हुँदै गर्दा, कमजोर हुँदै गर्दा संसारले हेर्दैन क्या। तर तपाईँ र मैले कतै न कतै भलाइ गर्दैछौँ भने नि त्यो भलाइको कटनी हामी एक दिन गर्छौँ। हामीले गरेको भलाइ नि हाम्रो नानीहरूमा, हाम्रो छोराछोरीहरूमा नि त्यसको उनीहरूले समेत कटनी गर्न पाउने रहेछ। आमेन। त्यसकारण म तपाईँहरूलाई यो कुरा दोहोऱ्याइकन म अन्तिमचोटि भन्दैछु कि हामी भलाइ गर्ने काममा नथाकौँ। हालेलुया। हुन्छ, फेरि म अन्तिममा गलाती 6:9 पढिकन आजको वचनलाई म यहाँनिर बन्द गर्न चाहन्छु। यहाँनिर यसरी लेखेको छ, भलाइ गर्ने काममा हामी नथाकौँ, किनभने यदि हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटनी गर्नेछौँ। आमेन। सबैले भनौँ न, भलाइ गर्ने काममा हामी नथाकौँ, किनभने यदि हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटनी गर्नेछौँ। आमेन। सुन्दर मनको विषयमा हामीले गएको समयमा हेऱ्यौँ। साँच्चै सुन्दर मन भएको मान्छेहरूले के गर्छ त? अब भलाइ गर्छ। आमेन। हालेलुया। अब मनै सुन्दर छैन भने त भलाइको कुरा टाढै छ होइन। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको छ। आउनुहोस् हामी खडा हौँ, हामी प्रार्थना गर्नुपर्छ।